안녕하세요 여러분들 आजको भिडियोमा चाहिँ हामीहरू 70 प्लस एडभान्स ग्रामर पढ्ने प्रयास गर्नेछौँ। भिडियो के कस्तो लाग्छ प्रतिक्रिया दिनु होला। हामी चाहिँ यो भिडियोमा चाहिँ हेडिङ मात्रै पढ्नेछौँ। अर्को भिडियोमा चाहिँ हामी यो भिडियोको एक ग्रामरको विस्तृत रूपमा बुझ्ने प्रयास गर्नेछौँ है त। ढिला नगरिकन म भिडियोतर्फ लागे। 1 नम्बर ग्रामरमा रहेको छ VST प्लस र उ र, जसको नेपाली अर्थ हुन्छ धातु प्लस न भन्ने कुरा हुन्छ। 2 नम्बर ग्रामरमा रहेको छ VST प्लस रेगो उरेगो, जसको नेपाली अर्थ हुन्छ धातु प्लस ने विचारले। 3 नम्बर ग्रामरमा रहेको छ VST प्लस गिउई हेस, जसको नेपालीमा अर्थ छ धातु प्लस न लागि नको लागि। अब ध्यान दिएर बुझ्नुपर्ने कुरा भनेको के हो त भन्दाखेरि यो तीनटा ग्रामर भनेको धेरै इम्पोर्टेन्ट हो है त। यो तीनटै ग्रामरलाई बुझ्नको लागि चाहिँ हामी विस्तृत रूपमा अर्को भिडियो लिएर आउने छौँ है त। यो तीनटा ग्रामरलाई यति धेरै झुकाउँछ कि तीनटै सँगै हाल्दाखेरि धेरै कन्फ्युजन हुन्छ। त्यसको लागि चाहिँ हामी विस्तृत रूपमा अर्को भिडियो ल्याएर आउने छौँ है त। अनि 4 नम्बर ग्रामरमा रहेको छ VST प्लस गो, जसको नेपालीमा अर्थ हुन्छ धातु प्लस र अनि साथै एर भन्ने है त। अनि 5 नम्बर ग्रामरमा रहेको छ VST प्लस आस अस यस यस भन्ने, यसको नेपालीमा अर्थ हुन्छ धातु प्लस एर। अब ध्यान दिएर बुझ्नुपर्ने कुरा के हो त भन्दाखेरि VST प्लस गो र VST प्लस आस अस यस भन्ने यो दुईटै ग्रामर पनि एक आपसमा मिल्न जान्छ। यो दुईटा भनेको धेरै डिफिकल्टी ग्रामर हो। यसलाई बुझ्नलाई हामी पछि ध्यान दिएर बुझ्नेछौँ। अनि अब 6 नम्बरको ग्रामर रहेको छ VST प्लस आया अया यया हादा अथवा थोइदा, आया थोइदा यया थोइदा अथवा हेया थोइदा है त, जसको नेपालीमा अर्थ आउने धातु प्लस नु पर्छ नु पर्नै हुन्छ भन्ने ग्रामर हुन्छ है त। त्यसपछि 7 नम्बर ग्रामरमा रहेको छ VST प्लस निक्का उनिक्का, यदि नाउनसँग नामसँग छ भनेपछि निक्का अथवा इनिक्का है त, जसको नेपालीमा अर्थ हुन्छ धातुसँग हो भनेपछि एकोले एको कारणले हुन्छ भनेपछि, अनि नामसँग छ भनेपछि भएकाले भन्ने हुन्छ है त। ल त्यस्तै गरी 8 नम्बर ग्रामरमा रहेको छ VST प्लस लसु इत्ता। यो ग्रामर भनेको चाहिँ कुनै सम्भावना सक्ने सम्भावना छ भन्ने बित्तिकै यो ग्रामर प्रयोग हुन्छ, जसको नेपालीमा अर्थ छ धातु प्लस नसक्नु भन्ने है त। ल 9 नम्बर ग्रामरमा रहेको छ VST प्लस लसु अप्ता अथवा उल्सु अप्ता भन्ने, यो ग्रामरको अर्थ चाहिँ के हुन्छ धातु प्लस नसक्नु, मतलब कि नसक्ने क्षमतासँग नसक्ने कुरा है त। त्यस्तै गरी 10 नम्बरको ग्रामरमा रहेको छ धातु प्लस दागा। अब धातु प्लस दागा भनेको के हो त, धातु प्लस दही गर्दा अथवा दाखेरि भनेको दुईटै काम सँगसँगै गर्दाखेरि हामीले दागाको प्रयोग गर्नुपर्ने हुन्छ। त्यस्तै गरी 11 नम्बरमा रहेको छ VST प्लस मेन्स उमेन्स, जसको नेपालीमा अर्थ हुन्छ धातु प्लस दही गर्दा। अब 10 नम्बरको ग्रामर दागा र मेन्स उमेन्स भनेको चाहिँ सेम ग्रामर हो, तर के मात्र फरक छ यसको पनि हामी विस्तृत रूपमा अर्को भिडियो लिएर आउनेछौँ है त। अनि 12 नम्बर ग्रामरमा रहेको छ VST प्लस दुन्जी इदुन्जी भनेको चाहिँ यो नामसँग नाउनसँग हुन्छ है त, नाउनसँग हुन्छ यो VSTसँग लाग्दैन। दुन्जी इदुन्जी भनेको चाहिँ नाम प्लस भए तापनि भन्ने हुन्छ है त। ल 12 वटा ग्रामर भयो। त्यस्तै गरी अब 13 नम्बरको ग्रामरमा रहेको छ VST प्लस जिमान अथवा नाम छ भने चाहिँ इजिमान, जसको नेपालीमा अर्थ हुन्छ धातुसँग छ भने चाहिँ यता पनि, नामसँग छ भने भए तापनि है त। त्यस्तै गरी 14 नम्बर ग्रामरमा रहेको छ VST प्लस लते उल्टे अनि नाउनसँग ते भन्ने हुन्छ, जसको नेपालीमा अर्थ हुन्छ धातु प्लस ने वाला, नाम छ भनेपछि नामको पछि ते आयो भनेपछि नामको चाहिँ मा अथवा बेलामा हुन्छ है त। त्यस्तै गरी 15 नम्बर ग्रामरमा रहेको छ VST प्लस नुन दोङान भनेको चाहिँ धातु प्लस ने अवधि भन्ने कुरा हुन्छ है त। त्यस्तै गरी 16 नम्बर ग्राममा रहेको छ VST प्लस मेन्स उमेन्स। VST प्लस मेन्स उमेन्स भनेको चाहिँ धातु प्लस यो भने हो भने छ भने भन्ने अर्थ आउँछ है त। 17 नम्बरको ग्रामरमा रहेको छ VST प्लस रेमेन उरेमेन, जसको नेपालीमा अर्थ आउँछ धातु प्लस यो हो भने ने हो भने ने विचार छ भने।
त्यस्तै गरी 18 नम्बर ग्रामरमा रहेको छ 18 नम्बर ग्राममा रहेको छ फङ्सनल नाउन प्लस छुङ्गिदा भनेको चाहिँ जसको नेपालीमा अर्थ हुन्छ कार्यात्मक नाम प्लस ने कुरा भइरहेको हुनु। अनि 19 नम्बरको ग्रामरमा रहेको छ नाम प्लस छुङ्गेछ जसको नेपालीमा अर्थ रहेको छ नाम प्लस मध्यमा। त्यस्तै गरी 20 नम्बर ग्रामरमा रहेको छ VST प्लस उल्खत खतायो लगत खतायो भनेको चाहिँ धातु प्लस ला जस्तो हुनु। 21 नम्बरको ग्रामरमा रहेको छ VST प्लस नुनखत खतायो भनेको चाहिँ धातु प्लस ई रहेको जस्तो छ। अनि 22 नम्बर ग्रामरमा रहेको छ VST प्लस नुनखत खतायो उन्खत खतायो भनेको चाहिँ धातु प्लस एको जस्तो छ। अनि 23 नम्बरको ग्रामरमा रहेको छ मेङ्सा भनेको नाम प्लस इनखत खतायो भनेको चाहिँ नाम प्लस जस्तो छ। अब यो 20 नम्बर 21 नम्बर 22 नम्बर 23 नम्बरको ग्रामर चाहिँ हामी एकैमुष्ट बुझ्ने प्रयास गर्नेछौँ पछि है त। अहिले यति नै बुझौँ। त्यसपछि हाम्रो 24 नम्बर ग्रामरमा रहेको छ समय शब्द प्लस मेङ्सा अथवा सिगान मेङ्सा प्लस मादा भनेको के हो त भन्दाखेरि चाहिँ प्रत्येक प्लस समय वा समय पछि भन्ने हुन्छ भने चाहिँ समय सूचकको पछाडि नाम आयो भने चाहिँ कुरा एउटै भयो। त्यसको काम प्रत्येक भन्ने कुरा मादा भनेको प्रत्येक पटक पटक भन्ने कुरा बुझ्ने गर्छौँ है त। त्यस्तै गरी 25 नम्बरमा रहेको ग्रामर रहेको छ 25 नम्बरमा VST प्लस आदो अदो यदो हदो अनि नाउनसँग छ भने चाहिँ इरादो जसको नेपाली अर्थ हुन्छ धातु प्लस यता पनि नाम प्लस भए तापनि। ल आजको भिडियोमा चाहिँ हामीले जम्मा 25 वटा ग्रामर मात्रै पढ्यौँ। हामीले पढ्नुपर्ने ग्रामर कति छ त भन्दाखेरि 70 भन्दा धेरै ग्रामरहरू मैले नोटबुकमा राखिदिएको छु। अहिले हामीले 25 ग्रामर पढ्यौँ। तपाईले पनि यस्तै गरी टिपेर राख्दाखेरि अझै सजिलो हुन्छ। त्यही भएर मैले बिस्तारै तपाईलाई त्यो गरिदिए है त। अब अझै मैले तपाईलाई अर्को भिडियोमा पार्ट 2 मा चाहिँ तपाईलाई म पार्ट 2 मा चाहिँ अब 25 ग्रामर भन्दा पछाडिको म बुझाउने प्रयास गर्नेछु। धेरै ग्रामरहरू छ, तपाईँ टेन्सन लिनु पर्दैन। ग्रामरहरू मैले धेरै राखिदिएको छु, सबै तपाईहरुकै लागि। फेरि मैले विस्तृत रूपमा लेखिदिएको छु सबैको। यो ग्रामर चाहिँ तपाईहरुकै लागि भनेर राखिदिएको छु, टेन्सन नलिनु होला। कस्तो लाग्यो कमेन्टमा बक्समा कमेन्ट गर्न चाहिँ नभुल्नु होला भन्दै धन्यवाद। खम्साहम्निदा।